बेलामा यो स्टेबलाइजरले पनि खटखट खटखट बोल्नुपर्छ, दिमाग खराब यार। के भन्छन् हेर्नु यो बत्तीले गर्दा म जोन आउट भइसकेँ। So hi guys, welcome back to my channel. It's me Princey and I create a content related makeup, lifestyle, fashion, hacks, product review. As you can know from thumbnail, today I will be showing whatever each and every gifts which I received on my birthday. So without any further ado, let's get started. And also, if you are new here, please consider subscribe to my channel and follow me on my Instagram and TikTok as well. So yeah, without any further ado, let's get started. Okay, so सबै गिफ्ट्सहरु चाहिँ यहाँ मैले randomly राखेको छु हैन. So I will pick randomly all the gifts. So सबैभन्दा first gift is from my husband, and this is the cord set which he have gifted me. So as you guys can see, यसमा मैले tag पनि हटाएको छैन. And this is very pretty cord set. के यस्तो मजाले like यसको साइडमा चाहिँ it has a knot kind of thing, like you can just adjust according to your shape, size, and it also has like this 3 buttons. Like यो कपडा चाहिँ लिनेको कपडा हो, so like एकदम flowy kind of कपडा छ, and this is the bottom. अच्छा, यो ड्रेसको हिस्ट्री भन्दाखेरि यो ड्रेसको पनि स्टोरी के छ भन्दाखेरि मैले अर्कै प्रडक्ट मतलब अर्कै ड्रेस चाहिँ मैले अर्डर गरेको थिएँ. किनभने लाइक अभिनवले चाहिँ मलाई के भन्नुभएको थियो भन्दाखेरि लाइक त अर्डर गरिहाल, तँले जे पनि किन्न मन छ. एन्ड मलाई चाहिँ आजभोलि त वेस्ट कोट टाइपको जुन कट सेटहरू चलेको छ एकदम ट्रेन्डमा जुन छ, मलाई त्यस्तो चाहिँ लिनु मन थियो. सो मैले व्यतिगत मैले हात लिया था अनि मैले ठिक छ त मलाई यो किनिदेऊ भनेर मैले भनेको थिएँ. अनि मैले नेपालकै एउटा अनलाइन स्टोरबाट चाहिँ मैले त्यो अर्डर गरेँ. अनि अर्डर गर्ने बेला लाइक इनफ्याक्ट मैले सब कुछ उनीहरूलाई भनेको थिएँ मेरो बस्ट साइज यति छ. इनफ्याक्ट उनीहरूले नै मलाई सोध्नु भएको थियो कि म्याम हजुरको बस्ट साइज के हो भनेर. अनि मैले सब कुछ भनेको थिएँ मेरो बस्ट साइज यस्तो यस्तो छ. अनि मैले लाइक युजुअली मैले मिन्त्राबाट चाहिँ अनलाइन अर्डर गर्ने बेला म लार्ज साइज अर्डर गर्छु. लाइक हुन त मलाई मिडियम साइज मजाले हुन्छ, तर मलाई त अलिकति कस्तो कन्जस्टेड अनकम्फर्टेबल जस्तो फिल हुन्छ कि. सो मैले चाहिँ नर्मली लार्ज साइज नै अर्डर गर्छु अनि त्यो चाहिँ मलाई मजाले हुन्छ. अनि मैले सब कुछ उहाँलाई भने कि मैले युजुअली अर्डर गर्ने बेला लार्ज साइज नै हुन्छ अर्डर गर्छु. एन्ड दे वर लाइक हुन्छ म्याम लार्ज साइज हो भने त हजुरलाई मजाले हुन्छ भनेर भन्नुभयो. एन्ड आई वाज लाइक ओके. अनि मैले त्यो अर्डर गरेँ. एउटा त मलाई त्यो वेस्ट कोटवाला कट सेट एकदमै चाहिरहेको थियो. एन्ड द मोमेन्ट द्याट आर्टिकल अराइभ्ड, म हत्तो नपत्तो सब कुछ काम छोडेर मैले त्यसलाई ट्राई गर्नको लागि म कुदिहालेँ. अब कुदिसकेपछि के भयो भन्दाखेरि फर्स्ट अफ अल त त्यो स्लिभलेस टाइपको थियो होइन. अब स्लिभलेस टाइपको भइसकेपछि एटलिस्ट मेरो यो अन्डर आर्म्स एरिया त अलिकति कम्फर्टेबल होस्. अब त्यो लगाइसकेपछि लाइक लिटरली त्यो यस्तो अनकम्फर्टेबल भयो. लाइक बटम इज भेरी गुड, एकदम मजाले इज होइन वाज सरी अनि बटम वाज भेरी गुड अनि एकदम मजाले त्यो फिट पनि भइरहेको थियो. लेन्थ पनि एकदम त्यो पनि फ्लोई काइन्ड अफ थियो कि. अनि तर माथिको चाहिँ लाइक एकदमै अनकम्फर्टेबल के, यतापट्टि पनि एकदमै अनकम्फर्टेबल. एउटाको यता उठिरहेको थियो, पछाडिको यता उठिरहेको थियो, मतलब यो साइडको. अनि लाइक यस्तोमा थियो कि म कतै यता फोटोहरू हालिदिन्छु आइडियाको लागि कि यस्तो टाइपको थियो भनेर होइन. अनि त्यो लाइक यस्तो टाइपको थियो अनि यहाँबाट चाहिँ फ्या भरेको थियो कि. अनि त्यो हेर्ने बेला नि यस्तो त्यो हुन्छ नि कि कपडै लाउन नजान्ने हो जस्तो चाहिँ देखिरहेको थियो. अनि मैले चाहिँ उहाँलाई भने कि यो चाहिँ मलाई भएन, अब लाइक आई हेभ टु एक्सचेन्ज. लाइक अभियसली आई हेभ टु एक्सचेन्ज, लाइक आई कान्ट गो माई मनी यतिकै नि त. अनि मैले ल ठिकै छ अर्को भनेर मैले अब एक्सचेन्ज गरेर अब अर्डर गर्ने बेला चाहिँ मैले यही अर्डर गरेको थिएँ कि ल ठिकै छ त्यसको एक्सचेन्जमा मलाई यही कट सेट पठाइदिनुहोस् भनेर. अनि त्यसपछि पठाउनु भयो. मैले उहाँलाई लाइक क्लियरली भनेको थिएँ कि भाइ मेरो बर्थडे छ एन्ड आई हेभ टु वेयर दिस ड्रेस अन माई बर्थडे. मलाई जसरी भए पनि मेरो बर्थडेमा यो चाहियो. अनि उहाँले म्याम हुन्छ मजाले आइहाल्छ टेन्सन नलिउँ भनेर भन्नुभयो. आयो त त्यो आयो, तर जुन मैले यो अर्डर गरेको थिएँ यो चाहिँ आएन कि. अर्कै पता नि के आएको, मलाई समझमै आएन त्यो के आयो. मैले उहाँलाई भने भाइ यो मैले अर्डर गरेकै थिएन, हजुरले लाइक प्याकिङ गर्ने बेला चाहिँ मिस्टेक गर्नुभयो कि आएर के को गर्नुभयो लाइक दिस, बट दिस वाज नट द आर्टिकल जुन मैले अर्डर गरेको थिएँ. अनि उहाँले यस्तो यस्तो भयो भनेर. अनि त्यसपछि फेरि मैले त्यो एक्सचेन्जमा हालेछु. ठिक छ. एन्ड थर्ड टाइम आउने बेला मैले त्यतिखेर पनि उहाँलाई भने कि प्लिज यसलाई चाहिँ हजुर त्यो गरिदिनु होला, मेरो बर्थडेसम्म चाहिँ पठाइदिनु होला भनेर. एन्ड देवर लाइक क्यों हुन्छ म्याम आइहाल्छ. अब मेरो बर्थडे छ साँझ. मैले उहाँलाई 4 बजेसम्म मैले टेक्स्ट गरेँ उहाँलाई कि यस्तो यस्तो हो मेरो आर्टिकल अहिलेसम्म आएको छैन, लाइक वाट म के लाइक लगाऊँ त अब भनेर मैले भने. अनि मैले म्याम आउनै सक्दैन आज त अरे. यस्तो मेरो दिमाग खराब भएको थियो. एनिवेज यो पहिले स्टोरी बताएँ होइन, तर ठिकै छ अब आयो त आयो. सो या दिस इज द ड्रेस विच आई हेभ गट. मेरो हस्बेन्डले मलाई दिनुभएको छ. एन्ड गिफ्ट इज फ्रम माई सिस्टर इन ल. मलाई बहिनीले चाहिँ दिएको छ. एन्ड सबैभन्दा पहिला लाइक गोली मारो सबको. This is so cute and it says happy birthday bhabi.
अनि उसले चाहिँ मलाई वान पिस दिएको छ मैले यसपालि बर्थडेमा लिटरली यस्तो ड्रेसेसमा मैले ड्रेस मात्र पाएको छु कि बट आइम लभिङ इट एनीवे सो उसले चाहिँ मलाई यस्तोवाला वान पिस दिएको छ एन्ड इट हेज लाइक नुडल्स काइन्ड अफ स्ट्र्याप्स एन्ड आई गेस आइम नट रङ भने यसलाई नुडल्स स्ट्र्याप नै भनिन्छ होला आई गेस अनि एकदम लामो छ लाइक पुरा मेरो फुल लेन्थको वान पिस हो यो एन्ड या मलाई चाहिँ लाइक यो कलर अनि यो प्याटर्न पनि एकदमै मलाई मन पर्यो एन्ड यति मात्र होइन अनि अर्को लाइक सी अल्सो गिफ्टेड मी दिस स्लिपर फ्ल्याट दिस इज फ्ल्याट अनि साइज पनि एकदम द गिफ्टेड मी दिस अब यो ब्रेसलेट हो कि आई डोन्ट नो मलाई समझमै आइरहेको छ तर यसमा चाहिँ लाइक खुट्टाले बनाएको छ भने अभियसली खुट्टामा लगाउने होला बट आई अल्सो लाइक म चाहिँ यसलाई ब्रेसलेट जस्तो पनि युज गर्न सक्छु किनभने मेरो बहुत दिमाग छ एन्ड यस दिस इज द कस्तो भन्छ एक्सेसरिज यसमा 5 वटा छ उही मलाई कस्तो मैले भर्खर नोटिस गरेँ इट अल्सो हेज बो अब बो हुने बित्तिकै त मलाई मन परिहाल्छ एन्ड दिस 2 इयरिङ्स necklace and this necklace has also bow मलाई bow हुने बित्तिकै सब मन परिहाल्छ कि and this hair clutcher and this Sonata को nail polish in के भन्छ maroon shade गर्नु भयो guys okay so यो ब्याग पनि मलाई एकदम धेरै मन परिरहेको छ कस्तो एस्थेटिक वेमा डेकोरेट गरिदिएको छ थ्याङ्क यू सो मच नेक्स्ट गिफ्ट इज फ्रम माई भिवर अनि यसले मलाई यस्तो चुतिया बनाएको थियो ए मतलब म त ओ माई गड त्यसले मलाई गिफ्ट दिएछ यो क्याल्भिन क्लाइनको डब्बामा अब भाइ यो क्याल्भिन क्लाइन हेर्ने बित्तिकै त म त एक्साइटेड भइहाल्छु ओ भाइ के भएको मलाई के मिलिगयो भनेर सो सबैभन्दा पहिला चाहिँ उसले मलाई यो ह्यान्ड ब्रेसलेट दिएको छ आजभोलि यस्तो ब्रेसलेटहरू चाहिँ धेरै ट्रेन्डमा छ नि सो आइएम लुकिङ सो फरवर्ड टु युज दिस यस्तो ब्रेसलेटहरू पनि मलाई एकदमै मनपर्छ नि अब यो कुरा नि सबैभन्दा पहिला त उसले मलाई क्याल्भिन क्लाइनको डब्बामा दिएको अब यो क्याल्भिन क्लाइनको डब्बा हेर्ने बित्तिकै म त भाइ के हो वाला चाहिँ भएको थियो मलाई अनि जब मैले खोलेँ एन्ड उसले एउटा के भन्छ लेटर लेखेको छ सो लेटर चाहिँ म हजुरलाई पढेर सुनाउँछु नि ओके सो लेटर सेज लाइक दिस हैप्पी बर्थडे भाभी विशिंग अ फैबुलस बर्थडे टू एन अमेजिंग भाभी हमेशा ऐसे ही हंसते रहिए लाइफ में आपको सब कुछ बेस्ट मिले जैसे आप बेस्ट हो अभिषेक आपको अच्छा यो लेटर चाहिँ बहिनीले लेखेको इन द बिहाफ अफ अभिषेक मतलब मेरो भाइ देवर सो अभिषेक आपको सॉरी बोलना चाहता है सॉरी भाभी आप मेरे लिए बहन प्लस माँ दोनों हो We are truly blessed to have you in our lives. Here to more laughs and more unforgettable moment. जय माता दी लेट्स रक गरे यसले मलाई के भनेको यहाँ के भन्छ लेट्स रकको सट्टामा उसले मलाई जय के भन्छ के पता नहीं बेउडी लेख्नेवाला थियो म दारू खाने जस्तो मान्छे लेखिन्छु र यार सो या दिस इज सो प्रिटी अनि मलाई यस्तो ह्यान्ड रिटन लेटर्सहरू चाहिँ मलाई एकदमै मनपर्छ लाइक थ्याङ्क यू सो मच अभिषेक अलिकति यसको लाइटिङ्सहरू चाहिँ चेन्ज गरेको छु किनभने त्यो लाइक भोल्टेज एकदम फ्लिकर गरिराखेको थियो सो नेक्स्ट गिफ्ट इज फ्रम माई भाइ मेरो भाइ हर्षितले चाहिँ मलाई गिफ्ट दिएको छ भन्दाखेरि मैले त्यसलाई भनेको थिएँ भाइ मलाई यो गिफ्ट चाहियो त्यसले मलाई यो थोरै न दिदी म यतिकै ऱ्यान्डमली हजुरलाई दिइहाल्छु नो मैले त्यसलाई बकाइदा लिङ्क पठाएको छु कि भाइ त यो अर्डर गर मेरो लागि ल्या फर्स्ट सबैभन्दा पहिला चाहिँ उसले मलाई मार्सको द सिल मेकअप फिक्सर गिफ्ट गरेको छ किनभने मेरो फरएभर 52 को मेकअप फिक्सर सकिन लागेको थियो मैले त्यसलाई यो भनेको थिएँ भाइ मलाई यो किन्दै जसरी भए पनि एन्ड द नेक्स्ट गिफ्ट इज फ्रम मतलब उसकै हो लाइक हि गिफ्टेड मी दिस डभको हेयर मास्क लाइक मलाई चाहिँ एकदम धेरै नै युज गर्न मन थियो लाइक अहिले करेन्टली चाहिँ मैले लिभनको हेयर मास्क युज गर्दैछु तर मलाई यो डभको पनि हेयर मास्क युज गर्न मन थियो अब यो बन्दै भइरहेको छैन सो या उसले चाहिँ मलाई यो डभको हेयर यसरी म एस्थेटिक बन्न सक्छु अनि उसले मलाई यो डभको हेयर मास्क गिफ्ट गरेको छ नेक्स्ट इज उसले मलाई यो के भन्छ नि के नाम हो यसको भ्यासलिनको ग्लुटा हया भन्ने चाहिँ गिफ्ट गरेको छ मैले यसलाई अहिलेसम्म युज गरेको छैन जस्ट बिकज अफ दिस भिडियो कि म भिडियो बनाउँछु अनि म यस्तो गर्नै पर्यो नि पाइसकेपछि त युज गर्नै परिहाल्यो नि ओके दिस स्मेल्स अमेजिङ हेयर रोलर यो जुन लाइक गर्नको लागि हुन्छ नि अब यसलाई के भन्छन् के मलाई भन्ने आएन कि लाइक ब्लड को लागि चाहिँ लाइक यस्तो हेयर
टुल्स अब टुल्स भन्छन् के भन्छन् कि कस्तो यो भिडियो बनाउने बेलामा चाहिँ मलाई बोल्न आउँदैन कि हेयर रोलर मिडियम मलाई मिडियम नै चाहिएको थियो ठिक छ मैले त्यसलाई पठाएको छु यार सो उसले मलाई यो पनि दिएको छ सो बेसिकली उसले मलाई 4वटा गिफ्ट दियो जुन कि मैले त्यसलाई आफै लिङ्क पठाएको थिएँ कि भाइ मलाई यही दिस नेक्स्ट गिफ्ट इज फ्रम माई मदर इन ल उहाँले चाहिँ मलाई यो वान पिस गिफ्ट गर्नुभएको छ यो चाहिँ मैले मिन्त्राबाट अर्डर गरेको थिएँ अनि यो चाहिँ यसको फ्याब्रिक इज फ्रम कटन साइड यो एकदमै कटन छ यो पनि फुल लेन्थकै ड्रेसेसहरू छन् अच्छा जति पनि मैले ड्रेस देखाइराखेको छु त्यो सबै फुल लेन्थकै ड्रेसहरू है किनभने मैले सर्ट्स कुनै पनि किनेको छैन यसपालि एन्ड दिस इज गिभिङ सो मच प्रिन्ट्रेस्टी काइन्ड अफ भाइब्स सो या यो चाहिँ मैले मिन्त्राबाट मगाएको थिएँ इन द साइज एल मैले अघि नै भनेको थिएँ नि कि मलाई एल साइज हुन्छ मैले लिटरली मैले एल साइज नै मैले मगाउनु छु कि नेक्स्ट गिफ्ट इज फ्रम माई मम्मी उहाँले आजभोलि लाइक पोल्का डट्स आर भेरी मच इन ट्रेन्ड्स बट मलाई लाइक ट्रेन्डमा भएर मात्र मलाई पोल्का डट मन परेको होइन मलाई पहिलेदेखि नै मलाई पोल्का डट्सहरू एकदम मनपर्छ नि सो मैले यो मैले फेरि एउटा वान पिस किनेको छु गाइज किनेको छु भन्दाखेरि मैले यो पनि मैले आफ्नो मम्मीलाई मम्मी मलाई यही गिफ्ट गरिदिनु मलाई यस्तै पोल्का डटवालै चाहिएको छ भनेर मैले किनेको थिएँ अनि सो मम्मीले हाँ ठिकै खरिदो तुमको जो खरिदना है बस इतना बता देना कि पैसा कितना आयो भनेर अनि त्यसपछि मैले मम्मीलाई भनेको थिएँ मैंने बोल दिया तुमको चाहिँ समझ्नुवाला छ सो यो पनि फुल लेन्थकै वान पिस हो एन्ड या सो दिस इज लुकिङ लाइक दिस अब यस्तै छ भने यस्तै देखिन्छ So next gift is from Sakshi. यो चाहिँ like she is also my sister. अनि साक्षीले मलाई चाहिँ क्युट कफी मग दिएको छ क्युट कफी मग दिएको छ अब यो कहाँबाट खुल्छ मैले यसलाई खोलेकै छैन कि मैले खोल्नेवाला पनि छैन किनभने मेरो हातबाट फुट्छ यो फुट्छ सो इट चाहिँ ह्याप्पी बर्थडे एजुकेसन यसमा चम्चा पनि छ कि गर्नको लागि बत्ती आयो बत्ती आएर पनि गइसक्यो पता नै चल्ता है कब आता है कब जाता है सो या साक्षी गिफ्टेड दिस टु मी अनि या थ्याङ्क यू साक्षी कसरी म भिडियो बनाउन थाल्छु त्यस्तै यहाँ नाटक गर्छ कि बत्तीवालाले पनि सो या यो बत्तीले गर्दा म जोन आउट भइसकेँ सो एनदर गिफ्ट इज फ्रम पल्लवी सो पल्लवीले चाहिँ मलाई यो अब केही गरेर आएको छैन यो बत्ती चाहे जस्तो पनि होस् म केही यसमा लाइटिङ साइटिङ मिलाउनेवाला दिमाग खराब गर्दै रहेछ सो एनदर गिफ्ट इज फ्रम पल्लवी अनि के भन्छ एउटै कुरामा 4 चोटि भनिसकेँ यहाँ दिमाग खराब भइसक्यो मेरो त देख्यौ आएको बत्ती अनि म भनिराखेको छु दिमाग खराब मेरो सो अब फेरि उठेर एसी चलाम अभियसली चलाउँदैछ यहाँ गर्मी भइसक्यो कि मलाई दिस गिफ्ट इज गिफ्टेड फ्रम पल्लवी अनि उसले चाहिँ मलाई 7 हर्सको फ्रेम गिफ्ट गरेको छ अनि मैले चाहिँ कति ठाउँमा सुनेको पनि थिएँ कि लाइक वास्तुशास्त्र अनुसारले पनि यस्तो चाहिँ फ्रेम एटलिस्ट आफ्नो घरमा चाहिँ राख्नुपर्छ यसले के लाइक वेल्थ विजडम प्रोस्पेरिटीलाई चाहिँ बुस्ट गर्छ भनेर चाहिँ मैले सुनेको थिएँ सो या यसलाई चाहिँ म युज अभियसली पनि आई विल युज इट होइन यो मैले खोलेको यो के हो यो एस्थेटिकको भइरहेको एस्थेटिकको 14 भइसकेको छ गाइज यहाँ सो नेक्स्ट गिफ्ट इज फ्रम कामिल एन्ड सबनम थ्याङ्क यू सो मच कामिल एन्ड सबनम सो उहाँहरूले चाहिँ मलाई यस्तो युजफुल प्रडक्ट्सहरू मलाई एकदमै मनपर्छ कि मतलब म के भन्नु मलाई यस्तो युज हुने सामानहरू मलाई कसैले दिन्छ भने नि मलाई यति माया लाग्छ उनीहरूको लाइक मलाई कस्तो फिल हुन्छ भने कि दे आर भेरी थटफुलवाला फिल हुन्छ कि एटलिस्ट यो मैले प्रिन्सीलाई दिएँ भने चाहिँ प्रिन्सीले एटलिस्ट युज गर्छ भनेर किनभने मैले पनि कसैलाई गिफ्ट दिन्छु भने म एटलिस्ट युज हुने प्रडक्ट नै मतलब सामान नै गिफ्ट गर्छु कि सो उहाँले चाहिँ मलाई डक्टर अर्जेलको एएचए बिएचए फेस वास गिफ्ट गर्नुभएको छ फर अल स्किन टाइप सो एएचए बिएचए भयो भने मेरो ओइली एक्ने प्रोन स्किनको लागि पनि हुन्छ डक्टर अर्जेल प्लिज स्पोन्सर मी अनि अर्को के भन्छ मैले यसरी समातेर राख्छु कुम्पक जस्तो सो नेक्स्ट इज मोइस्चराइजिङ क्रिम एन्ड इट्स फ्रम मोइस्ट वाइब फ्रेग्रेन्स फ्री फर सेन्सिटिभ एन्ड एक्ने प्रोन स्किन ओके सो यसको टेक्स्चर कस्तो छ भन्दाखेरि नाइस यसको टेक्स्चर इज अल्सो भेरी सधैँ होइन वेयर इज द प्रोडक्ट अब स्मेल पनि छैन या दिस एन्ड पर्फ्युम मलाई चाहिँ आजभोलि पर्फ्युमहरू धेरै मन परिरहेको छ यो चाहिँ एनभी स्प्रे पर्फ्युम हो यो ब्लस भन्ने के चाहिँ फ्रेग्रेन्स भनौँ न नाइस
ओके दिस इज नाइस यस्तो गर्नैपर्छ कि तुरन्तै मलाई फेरि छटपट भइहाल्छ बस यही हो यति नै हो मैले गिफ्ट पाएको हेर्ने बेला त कति धेरै लागिरहेको थियो त ओके सो इम्पोर्टेन्ट गिफ्ट सो यो गिफ्ट चाहिँ मैले आफूलाई नै दिएको छु एन्ड अभियसली मैले आफूलाई दियो भने कि त ब्याग दिन्छु कि त मेकअप प्रडक्ट्स दिन्छु कि त स्यान्डल्स दिन्छु यसको एटलिस्ट यो त म खोलौँ न खोल्दैन खोल्यो भने फेरि मलाई प्याक गर्नुपर्छ यार यो त खुल्दै छ सो मैले चाहिँ यो फ्ल्याट्स के भन्छ यसलाई कक सुज कक फ्ल्याट वाट एभर सो यो चाहिँ मैले आफूलाई गिफ्ट गरेको छु देख लो गाइस ऐसा दिखता है मेरे पैर में सो यो चाहिँ 1 पेयर अफ सुज नेक्स्ट आजभोलि लाइक बर्गन्डी इज भेरी इन ट्रेन्ड सो नेक्स्ट इज दिस ओ माई गुडनेस मलाई यो यस्तो मन परेको थियो नि यस्तो मन परेको थियो यसमा एउटा अफ वाइट कलरको पनि थियो लाइक बेज काइन्ड अफ कलरको पनि थियो तर मलाई खासै त्यो मन परेन किनभने मेरो मसँग बेज कलरको अथवा अफ वाइट कलरको लाइक सुजहरू फ्ल्याट्सहरू धेरै भइसकेको छ कि अनि मलाई यो यस्तो राम्रो देखेको थियो मैले पनि लगाएर देखाउँछु भाइ मेरो भिडियो मेरो चप्पल मेरो खुट्टा यस्तो एलिगेन्ट देखिसक्यो यार अनि यसमा यो पता नै के हो के लेखेको छ यसमा जे पो लेखेको होस् तर ठिकै छ मलाई चाहिँ यो मन पर्यो अनि त्यसपछि मैले क्यास पनि पाएको छु ए कहाँ सम्झ त मेरो भित्रको नेपालको चिया निस्कि गयो गाइस माफ गर्न भाइ म नेपालगञ्जबाट छु भने मेरो भित्रको नेपालगञ्ज यहाँ त निस्किनु पऱ्यो एटलिस्ट भिडियोमा त आउनु पऱ्यो नि त कि म नेपालगञ्जबाट छु ओके सो मैले क्यास पनि पाएको छु क्यास कति पाएको छु भन्दाखेरि यो सबै क्यास चाहिँ मैले फेरि आफ्नो हस्बेन्डलाई दिइहालेको छु कि मेरो अकाउन्टमा हाल्दै किनभने मसँग क्यास भयो भने कहाँ उड्छ मलाई थाहा छैन सो मैले क्यास कति पाएको छु भन्दाखेरि पापाले चाहिँ मलाई 1000 रुपिस दिनुभएको थियो मेरो मम्मीले चाहिँ मलाई 3000 रुपिस दिनुभएको थियो अनि मेरो घरको अगाडि एउटा आन्टी हुनुहुन्छ उहाँले चाहिँ मलाई 500 रुपिस दिनुभएको थियो सो टोटल गरेर मेरो कति भयो A few moments later म्याथमा यति कमजोर छु नि यार म 2 + 2 पनि म क्यालकुलेटरमा गर्छु 45 यस 45 भयो इफ आइ एम नट रङ अनि अर्को सबैभन्दा इम्पोर्टेन्ट कुरा थाहा छ के हो मैले एउटा नाइट सुट पनि अर्डर गरेको थिएँ आफ्नो लागि ठिक छ समझमा आइरहेको छ कुरा कि म त्यो नाइट सुट म आफूलाई गिफ्ट गर्छु अभिनवलाई भनेको थिएँ कि अभिनव अर्डर गरिदियो भनेर सो यो जुन मम्मीको 1 पिस छ यो 1 पिससँगै मैले अभिनवलाई त्यो के भन्छ नाइट सुट पनि अर्डर गर्न भनेको थिएँ मैले दुइटै लिङ्क उसलाई पठाएको थिएँ उसले यो के भन्छन् यसलाई के भन्छन् यो 1 पिस चाहिँ करेक्ट एड्रेसमा अर्डर गरिदियो अनि त्यो 1 पिस के भन्छन् कि यार मलाई शङ्खपुष्पी पठाइदियो त यार तिमीहरू अथवा इति बदाम मुझे पठा दो अरे है मेरो हिन्दी मतलब यत्रो बदाम मलाई पठाइदियो यार म खाएका मेरो दिमाग त एटलिस्ट काम गर्छ नाइट सुट अर्डर गर्ने बेला पता नहीं कुन दिमागमा त्यो लखनऊको एड्रेसमा त्यसले अर्डर त्यो गराइदियो क्या मतलब एड्रेस हालिदियो अब त्यो आइरहेको चाहिँ लखनऊको एड्रेसमा सो मलाई पिन्ट्रेस्टी लागेर एस्थेटिक लागेर मैले अर्डर गरेको थिएँ एन्ड लिटरली आई वाज भेरी एक्साइटेड कि त्यो पागल भइहाल्छु कि त्यो के नाम हो त्यसको नाइट सुट आउँछ अनि म त्यो लगाउँछु अहिले अब आइ नै राखेको छैन म लगाउँछु पता नै कहिले मलाई थाहै छैन सो या आई गेस द्याट्स इट फर टुडेज भिडियो सो इफ यु रियली इन्जोयड दिस भिडियो अब मैले त्यो बकवास गरेको छु यो भिडियोमा लाइक लिटरली मैले रियरली नै कुनै के भन्छन् कट सर्भिसमा हाल्छु होला अब कट चाहिँ गर्नुपर्ने भयो भने एडिटै गर्नु पऱ्यो भने चाहिँ म गर्छु नत्र मलाई झ्याउ लाग्छ यो भिडियो एडिट गरेर यु रियली इन्जोयड दिस भिडियो प्लिज लाइक टु द भिडियो यही हुन्छ कि जब म धेरै टाइमपछि लङ फर्मेटको भिडियो बनाउँछु म के बोल्ने मलाई थाहा हुँदैन सो प्लिज यदि हजुरले यो भिडियो इन्जोय गर्नुभयो भने यो भिडियोलाई लाइक गर्नुहोस् कमेन्ट अन द कमेन्ट सेक्सन and share to your friends please guys subscribe to my channel please bhai gardiyo subscribe and follow me on my Instagram and my TikTok as well त्यहाँ चाहिँ म एकदम मस्त कन्टेन्टहरू बनाइराखेको छु आजभोलि किनभने लाइक आजभोलि चाहिँ म आफैसँग एक्सपेरिमेन्ट गरिरहेको छु कि मैले के गर्यो भने चाहिँ माई अडियन्स विल लाइक सो सब्सक्राइब टु माई च्यानल बारम्बार भनिरहेको छु सब्सक्राइब टु माई च्यानल म फोडिदिन्छु तिमीहरूको यदि तिमीहरूले सब्सक्राइब गरेनौ भने अब म यो भिडियोमा अलिकति क्रिन्ज साउन्ड गरिराखेको होला बट ट्रस्ट मी गाइज दिस इज माई रियल पर्सनालिटी होइन म यस्तै बोल्छु मेरो साथीहरूलाई जसलाई थाहा छ कि म कस्तो छु रियालिटीमा त्यसलाई थाहा छ कि दिस इज हाउ आई युजली टक
अनि अब क्लोज मान्छेहरूसँग त म यस्तै नै बोल्छु, अब चिन्दैन भने त अभियसली अलिकति फर्मल त हुनु पऱ्यो, बट म फेरि त्यो हुँदैन कि म भइहाल्छ मेरो। सो या बाई।